दर्शकबिन यो कामका लागि कुलमान घिसिङलाई स्याल्युट छ, किनभने आजदेखि काठमाडौँका सडकमा भएका खाल्टाखुल्टी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्। यो सँगसँगै अब तपाईँ हामीले काठमाडौँका सडकमा देखिएका खाल्टाखुल्टीको फोटो खिची मोबाइल एपमा अपलोड गरी मर्मतको लागि खबर गर्न पाउने भएका छौँ। आज हामीले पोर्टहोल मेन्टेनेन्सको लागि यो सडक एम्बुलेन्स जुन उद्घाटन गऱ्यौँ एपसहित, यसको लागि खटिनुभएका सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। सडक विभाग र काठमाडौँ डिभिजन सबैलाई धन्यवाद दिन चाहन्छु। यो हाम्रो एउटा नमुना भएको छ, त्यसैभरि यसलाई एक्सपान्सन गर्नुपर्छ मुख्य सहरहरूमा। र यो इक्विप्ड, फुल्ली इक्विप्ड, अझ मोडर्न इक्विपमेन्टहरूले हामीले यो एम्बुलेन्सलाई फुल्ली इक्विप्ड गरेर आगामी दिनमा धेरै यस्ता चाहिँ सडक एम्बुलेन्सहरू तयार गर्नुपर्ने छ। त्यसको लागि सरकारले यो एम्बुलेन्स खरिद गर्नको लागि नयाँ यो अहिले जोडजाड गरेर धेरै गर्नुभएको छ उहाँहरूले, त्यसको लागि पनि धन्यवाद छ। तर नयाँ खरिद गरेर विदेशमै जस्तो गरेर हामी एकैछिनमा सबै चिज चाहिँ एकै ठाउँबाट हुने गरेर यो सर्भिस डेलिभरी गर्नतिर अगाडि बढ्छौँ। र पब्लिकको गुनासो आउने, विशेष गरेर सडकको मर्मत नहुँदाखेरि गुनासो आउने गरेको छ। यसलाई दिउँसो पनि गर्दाखेरि ट्राफिकको कन्जेसन, राति गर्ने हिसाबले मैले सुनेअनुसार रातको 9 बजीदेखि बिहान 4 बजी 5 बजीसम्म गर्ने छ। यो रातभरि चाहिँ यो मेन्टेनेन्स गर्ने हिसाबले गर्नुहोला। आज हामीले जुन यहाँ रिबन काटेर उद्घाटन गऱ्यौँ, आजै गएर एउटा पोर्टल चाहिँ तपाईँहरूले टालेर फोटो खिचेर मलाई पठाउनु। यहाँ खिच्नुभयो भने तपाईँले पोर्टलमा जानु, कति लम्बाइ र कति चौडाइको पोर्टल छ भनेर राख्न पाउनुहुन्छ। यहाँ चाहिँ अब मानौँ मैले 1 मिटर र 1 मिटरको पोर्टल भेटाएको छु भने मैले 1 मिटर बाई 1 मिटरको पोर्टल राखेँ। तपाईँको त्यो पोर्टलको एरिया उसले आफै क्यालकुलेट गरेर दिन्छ, यत्रो एरिया रहेछ, यति रिपेयर गर्नुपर्छ भनेर। अब यहाँ चाहिँ पोर्टलको जिम्मेवार को हो, कसले गर्दा भएको हो भनेर नाम टिपाउन पाउने हो। यसमा अप्सन एनए, पिआइडी, डिओआर र अदर्स, केयुकेएल र अदर्स छ। अदर्स भयो भने तपाईँले को हो भनेर टाइप गर्न पाइन्छ यहाँ। अब त्यो राख्नु भएपछि तपाईँले अहिलेकोलाई डिओआर राखिरहनु, अब के राखौँ है। अब यहाँ चाहिँ पोर्टलको डेप्थ भनेर राख्नु पाउनुहुन्छ। एकदम गहिरो खालको खाल्टो थियो कि त्यस्तो गहिरो थिएन भनेर यहाँ टिप गरेर राख्नु पाउनुभयो, यता राख्नुभयो। अब यो रिमार्क्समा चाहिँ तपाईँको डाटा कसले कलेक्ट गरिरहेको छ उहाँहरूको केही भनाइ छ, एडिसनल केही कुरा छ जुन चाहिँ यो डाटामा टिप्न मिल्दैन भने उहाँहरूले राख्नु पायो। अब कोअर्डिनेट अफ अब्जर्भेसन भने चाहिँ यो पोर्टल कता छ, यो पोर्टल कता छ भनेर तपाईँको फोनको जिपिएसबाट कहाँ छ भनेर राख्नु पाउने भयो। पोर्टल माथि यसरी फोन राख्नुभयो भने त्यो पोर्टलले कोअर्डिनेट दिन्छ उसले फोनबाट, यहाँबाट सेट गरिदिनुहुन्छ। र तल चाहिँ तपाईँको अप्सन एउटा क्याप्सन लेखेर एउटा फोटो खिच्न पाउनुहुन्छ। पोर्टल चाहिँ कहाँ रहेछ, ठाउँको लोकेसन चाहिँ ठाउँको नाम चाहिँ सर वेबसाइट आउँछ, नाम चाहिँ अहिले म अहिलेकोलाई अब क्यामेरा खिचेर यहाँ पोर्टल छ भने यस्तो फोटो खिची राख्न पाउनुभयो र यो डाटा सेभ गर्न पाउनुभयो। सेभ गरेपछि तपाईँ फेरि होम स्क्रिनमा आउनुहुन्छ र इन्टरनेटको थ्रुबाट हाम्रो सिस्टममा तपाईँले अपलोड गर्नुपर्छ त्यो डाटा। अहिलेको डाटा यही अपलोड गरेर हेरौँ है। उहाँ हाम्रो फिल्डमा एकजना साथीले लाइभ डाटा पनि लिइराख्नु भएको छ, अहिले उहाँले त्यो पनि राख्नुहुन्छ। 2-3वटा कुराहरू यो वास्तवमा राम्रो काम गर्दै गर्दा अब यसलाई ह्यान्डल गर्ने हातहरू भनेको त मान्छेले हो ह्यान्डल गर्ने, त्यसकारण हाम्रो ह्युमन स्किल पनि सँगसँगै लानुपर्ने हुन्छ। मेसिनले आफै गएर त्यहाँ गर्ने होइन, त्यसकारण 24 घन्टा अथवा रातिमा स्ट्यान्ड बाई बस्नुपर्ने हो कि यो टिमलाई चाहिँ स्ट्यान्ड बाई ढङ्गले डिप्लोयमेन्ट गर्नुपर्ने देखिन्छ। एउटा मैले सरसर्ती हेर्दाखेरि अहिले पब्लिकले खोजेको गभर्नेन्सको कुरालाई एड्रेस गर्न यसले केही हदसम्म सक्षम हुन्छ भन्ने पनि विश्वास लिन सकिन्छ। एकातिर यो रोड सेक्टरको गभर्नेन्सको पार्टबाट हेर्नुपर्छ। मैले यसो भन्दै गर्दाखेरि केही सेमी स्किल्ड अनि हाई स्किल्ड
र नन स्किल्ड खालका ह्युमन फोर्सहरू कामदारहरूको परिचालन चाहिँ त्यही ढङ्गले मेसिनको स्पिडमा उहाँहरू पनि चल्नुपर्ने देखिन्छ। यद्यपि यहाँहरूको स्ट्रेन्थ मलाई थाहा छ, काम गर्न सक्षम छ भन्ने पनि लाग्छ, तर त्यसतर्फ अलिकति ध्यान दिनुपर्ने देखिन्छ। एउटा विषय यो राख्न चाहन्छु। अर्को एउटा चाहिँ मलाई लागेको, म यहाँ काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेँ मैले। पब्लिकलाई के छ भने कुन चाहिँ सडक विभागको वा डिभिजनको, कुन चाहिँ स्थानीय तहको भन्ने थाहै छैन। अब एउटा स्ट्यान्डर्ड छ यति मिटरदेखि यति मिटर भन्ने, अब पब्लिकले कता फिता लिएर नाप्न जाओस्। अनि जुन सडकमा पाल परे पनि त्यो चाहिँ सडक विभागको हो भन्ने खालको एउटा विश्वास छ। अब त्यसलाई हामी कसरी म्यानेज गर्न सक्छौँ भन्ने पार्टबाट पनि हामीले सोच्नुपर्ने देखिन्छ। मैले यति कुराहरू राखेँ। अब अरू धेरै विषयहरू आज नराखौँ, किन भन्दा यो एकदमै छोटो र पहिलो कुरा त म बधाई दिन चाहन्छु, शुभकामना भन्न चाहन्छु। र अलिकति थोरै त्यो सफ्टवेयर हेर्दाखेरि अलिक जटिल भयो कि युजरहरू भनेको यसको ह्यान्डल कसले गर्ने, आम पब्लिकले गर्न सक्छ कि नसक्ने। जस्तो मेरो घरको आडैमा पटहोल भयो भने मैले कसरी एपमा उ गर्न सक्छु भन्ने पार्टबाट पनि हेर्नु पर्यो। पब्लिक फ्रेन्डली बनाउन सक्नु पर्यो हामीले, त्यसतर्फ पनि कृपया ध्यान दिनु होला। त्यो चाहिँ अझ सकिन्छ भने नेपालीमा कहाँनिर सडकमा पाल परेको छ कृपया इन्सर्ट गर्नुहोस्, यहाँ जानुहोस् भनेर मोबाइल एप्लिकेसन त त्यो खालको चाहियो, सरल खालको त्यो मोडेलमा जानु पर्यो। यो चाहिँ मलाई के लाग्यो भने त्यो पटहोल फाइन्डिङ पनि प्राविधिकले गर्छ, अनि डिप्लोयमेन्ट पनि प्राविधिकले गर्छ, खटन पटन पनि, अनि डेटाको तपाईँको सबै रिपोर्टहरू बनाउने पनि प्राविधिकले गर्छ भन्ने बुझेँ मैले। वेदर आई एम करेक्ट अर नट, त्यो पब्लिक फ्रेन्डली पनि हुनु पर्यो। पब्लिकले सिधै इन्सर्ट गर्न सक्ने गरी त्यो मोबाइल एपलाई कस्टमाइज गरिदिनु होला भन्ने पनि म आग्रह गर्न चाहन्छु। धन्यवाद, नमस्कार। यस्तै यो एउटा पटोल एम्बुलेन्स भनेर हामीले तयार गरेका छौँ। यो पहिलेदेखि नै यो अझै हामीले अहिले यो टेन्टेटिभ जोडेर बनाएको छौँ हामीले। यो त्यति यो विदेशमा हामीले देख्थ्यौँ नि, 2020 साइरन बजाउँदै आएर जोडेको। त्यसमा लानको लागि अझै हाम्रो मेकानिकल डिभिजनलाई लगाएर अझै हामीले यसलाई आधुनिक पनि बनाउनेतिर अगाडि बढ्नेछौँ। यति भन्दै मैले अब एकदमै आज समयको एकदमै पाबन्दी छ, माननीय मन्त्रीज्यूलाई सडक विभागको यो डिभिजनमा म सचिवलाई स्वागत गर्दै मैले आफ्नो सानो मन्तव्य यही टुङ्गाउँछु। धन्यवाद। र प्रमुख जिल्ला अधिकारीज्यू लगायत उपस्थित सबै साथीहरू, यो सडक एम्बुलेन्स चाहिँ हामीलाई केही समय अगाडि जापान सरकारले त्यो ट्रकहरू चाहिँ उपलब्ध गराएको थियो। अहिले अघि माननीय मन्त्रीज्यूले भन्नुभयो जस्तै यो खास चाहिँ एउटै एसेम्ब्लीभित्र यो 30-40 फिटको लामो भित्र सबै चिज, त्यहाँ कटरदेखि लिएर टायर गर्ने, इभन जेनेरेटरहरू बेलुका काम सबै हुने, ट्राफिक कोन हटाउने त्यो एसेम्ब्ली हुने हो खास चाहिँ। उनीहरूले अहिले हामीलाई यो ग्रान्टमा चाहिँ दिएको, यो पनि हामीले तत्काल सुरु गर्न सकेका थियौँ। जुन आज सुरुवात गर्नुभएको छ, हामी सुरुवात त भयो कमसेकम, त्यसको लागि अहिलेको काठमाडौँ डिभिजनका सम्पूर्ण साथीहरू र त्यसका डिभिजन प्रमुखलाई म हार्दिक धन्यवाद ज्ञापन गर्छु। त्यसै गरी यो एप्स पनि हामीले अस्ति मन्त्रालयमा प्रेजेन्टेसन गरेर पनि त्यही हामीले फिडब्याकहरू पनि दिएको थियौँ त्यो लोकेसनहरूको विषयमा। यसलाई पनि अघि श्री साहबले भन्नुभयो, यो चाहिँ शुद्ध कार्यालय प्रयोजनको लागि बनाएको हो। त्यहाँ फेरि नत्र डेटाहरू चाहिँ डिस्टोर्सन हुनसक्छ, कसैले नभएको पटोल भनेर कसैले ताले भनेर जिम्मेवार मान्छेले मात्रै खोल्न पर्ने। हामीसँग यो ग्रिभान्स रिड्रेस मेकानिजम अन्तर्गत अर्को पनि छ, त्यसबाट उहाँहरूले गर्न पाउनुहुन्छ। यो दुईवटा चिज जुन आज इन्ट्रोड्युस भएको छ त्यसलाई यहाँहरूले एकदमै अब यो अहिले लिड तपाईँहरूले लिड गर्नुभएको छ काठमाडौँ डिभिजनले। यो हामी 33वटै डिभिजनमा यसलाई एक्सपान्ड गर्नुपर्छ। अब भेलीका अरू डिसाबहरू पनि हुनुहुन्छ। मैले त अस्ति पनि यो एप्स त तपाईँहरूले पनि सुरु गर्नुहोस् भनेको थिएँ। यहाँ हुने बित्तिकै अब तपाईँहरूले रेप्लिकेट गर्न सक्नुहुन्छ। त्यसरी यसलाई एउटा चाहिँ एकदम रेस्पोन्सिभ हुने गरी तत्कालै हामीले जसरी अन्त हामी देख्छौँ सुन्छौँ त्यसै गरी हामी पनि रेस्पोन्सिभ हुने गरी मेन्टेनेन्सलाई चाहिँ हामी यो एसेट प्रिजर्भेसन पनि हुन्छ, जनताको सुविधा पनि हुने हुनाले हाम्रो पहिलो जोड चाहिँ नयाँ बाटो भन्दा पनि मेन्टेनेन्सलाई हुनुपर्छ। त्यसमा अझै यहाँहरूले राम्रोसँग काम गर्नुहोस्। अघि मन्त्रीले भन्नुभयो जस्तै आजै एउटा यो फेरि रिबन काट्यो छोड्यो होइन, आजै एउटा दुईवटा पाँचवटा कति सक्नुहुन्छ यहाँ रेडी भएर बसेको छ, आज बेलुका पनि काम गरेर त्यो मलाई पनि पठाइदिनु होला। त्यसरी यसको चाहिँ म तपाईँहरूको प्रयासको सराहना गर्दै यसको पूर्ण सफलता र